यदि तपाईँ चाहिँ न्युजिल्यान्डमा एग्रिगेटेड इम्प्लोइड वर्क भिजामा हुनुहुन्छ भने ध्यान दिएर सुन्नुहोस् है त। 2027 देखि चाहिँ एग्रिगेटेड इम्प्लोइड वर्क भिजामा नयाँ चेन्ज आउने चर्चा भइरहेको छ। अहिलेको रुल्स अनुसार चाहिँ एईडब्ल्युबी भिजा होल्डरहरूले 3 देखि 5 वर्षसम्मको भिजा पाएको हुन्छन् र भिजा लिमिट भइसकेपछि हामीले 12 मन्थको ब्रेक लिएर हामी न्युजिल्यान्ड बाहिर बस्नुपर्छ र त्यसपछि 1 इयर पछि हामीले फेरि अप्लाई गर्न मिल्छ। तर अहिले सरकारले चाहिँ इमिग्रेसन पोलिसी रिभ्यू गर्दैछ, जसले चाहिँ फ्युचरमा एईडब्ल्युबी भिजा एक्सटेन्सन र लङ्गर स्टेको पोसिबिलिटी चाहिँ धेरै बढाउनेछ र केही अकुपेसनलाई चाहिँ हायर स्किल क्याटेगोरीमा राखेर 5 वर्ष अथवा त्योभन्दा बढी स्टे गर्न पाउने अप्सन पनि दिने चर्चा भइरहेको छ। अब यो चेन्जको मुख्य उद्देश्य भनेको चाहिँ न्युजिल्यान्डमा लेबर सर्टेज कम गर्नु र स्किल माइग्रेन्ट वर्करलाई चाहिँ रिटेल गर्नु र वर्करहरूलाई चाहिँ लङ वर्क भिजा अपर्च्युनिटी दिनु हो। एक्सपर्टका अनुसार चाहिँ यदि यो पोलिसी अपडेट भयो भने चाहिँ माइग्रेन्ट वर्करका लागि न्युजिल्यान्डमा लामो समयसम्म बस्न र रेसिडेन्सीको पाथवे पाउने चान्स चाहिँ बढ्न सक्छ भनेका छन्।